मन्तव्य राखिदिनु भएकोमा म पुनः आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रमका विशेष अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका निमित्त सचिव श्री गणेश प्रसाद भट्टज्यूलाई उहाँले विभिन्न विषयवस्तुमा आफूले प्रतिबद्धता जनाएर प्रयत्नरत भइरहेका कुराहरूमा पनि प्रकाश पारिदिनु भयो। रियल स्टेट व्यवसायीहरूलाई हदबन्दी खुकुलो पार्ने अध्यादेश जारी गर्न हामी असफल भए तापनि ऐन ल्याएर नै पारित गर्ने भन्ने प्रयत्न पनि उहाँले आज हामी माझ गर्नुभएको छ। सम्पूर्णले जोरदार तालीका साथ एकपटक पुनः हाम्रो कार्यक्रमका विशेषज्ञहरूलाई सम्मान गरौँ। मन्तव्यको क्रमलाई नै अगाडि बढाउँदै हामी सम्पूर्ण माझ गरिमामय उपस्थिति राख्नुभएका कार्यक्रमका प्रमुख अतिथि माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीज्यू श्री बलराम अधिकारीज्यूलाई म शुभकामना मन्तव्यको लागि विनम्र अनुरोध गर्दछु। सम्पूर्णले प्रमुख अतिथिज्यूको लागि जोरदार ताली बजाइदिनुहोला। नेपाल जग्गा तथा आवास विकास महासङ्घको यो तेस्रो स्थापना दिवसको उपलक्ष्यमा यो आयोजित कार्यक्रमका अध्यक्ष मञ्चमा आसीन विद्वान अनुभवी जसले यो संस्थालाई निर्माण गर्ने काममा सानोदेखि सुरुदेखि अहिलेसम्म सहयोग पुर्याउनु भएको छ र भर्खरै सम्मानित पनि हुनुभएको छ। हाम्रा अग्रज अहिले पनि भन्नुभयो मेरो निमित्त सचिवले बुद्धिनारायण श्रेष्ठ र मिमान श्रेष्ठज्यू र मन्त्रालयका निमित्त सचिवज्यू, यहाँ उपस्थित हुनुभएका विभिन्न तहमा आबद्ध हुनुभएका अतिथि मित्रहरू र यो कार्यक्रममा सहभागी हुन आउनुभएका आफ्नो पेसा व्यवसायलाई सुव्यवस्थित, सुदृढ र नियमित गराउने उद्देश्यका साथ हाम्रो आफ्नो त उद्देश्य पूरा गर्नको निम्ति एउटै आवाज निर्माण गर्नुपर्छ भनेर यस महासङ्घमा आबद्ध हुँदै नभएकालाई पनि बनाउने उद्देश्यका साथ यहाँ उपस्थित हुनुभएका विभिन्न जिल्लाबाट आउनुभएका सम्पूर्ण यस महासङ्घसँग आबद्ध हुन चाहनेहरू सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु र यो कार्यक्रममा आउनुभएका पत्रकार मित्र लगायत अन्य सहयोगी सबैलाई पनि धन्यवाद दिन चाहन्छु। र विगत 2081 हामीले पार गरिसकेका छौँ, 82 आएको छ। 2082ले तपाईँहरूले बनाएका उद्देश्यहरू, हाम्रा समस्याहरू समाधान गर्नुको निम्ति एउटा तपाईँहरूमा सहयोगात्मक भावनाको विकास गरोस् र हाम्रा उद्देश्य सफल हुने कुरामा हामीले प्रेरणा प्राप्त गरौँ भन्ने पनि चाहन्छु र यस 2082को हार्दिक मङ्गलमय शुभकामना पनि टक्राउन चाहन्छु। यहाँ धेरै अनुभवी अब मित्रहरू हुनुहुन्छ, कोही मेरो हिसाबले कोही दाजु हुनुहोला, कोही भाइ हुनुहोला, तर पनि कामको क्षेत्रमा हामीले गर्ने सन्दर्भ, कामलाई जोड्ने सन्दर्भमा गरिएका अनुभवको आधारमा उमेरमा जेठो कान्छो कुनै हुँदैन। तर पनि यो आफ्नो क्षेत्र चाहिँ हुन्छ। सबै क्षेत्रमा सबै पोख्त हुँदैन, जनरल जानकारी सबैको होला, तर विशेष क्षेत्रमा विशेष अनुभूति हुन्छ र अनुभव हुन्छ। ती अनुभवलाई हामी राष्ट्रको हितमा र समाजको हितमा लगाउने गरी अगाडि बढ्यौँ भने मात्रै हामी ती उद्देश्यहरू पुरा गर्न सक्छौँ र राष्ट्रले चाहेको र आवश्यकता पुरा गर्न सकिन्छ भन्ने मलाई लाग्छ। यहाँ धेरै पूर्ववक्ता मित्रहरूले बोल्नुभएको छ, कतिपयले सुझावको रूपमा राख्नुभयो, प्रश्नको रूपमा राख्नुभयो र आफैले केही उत्तर पनि दिनुभएको छ। र त्यसको साथसाथै अब केही कुराहरू मन्त्रालयको सचिवले दिइसक्नु भएको छ। मैले अब धेरै कुराहरू गरिराख्नुपर्छ जस्तो त लाग्दैन, तैपनि यहाँहरूसँग मेरो पनि नयाँ अनुभूति हो। कतिपय यहाँ नयाँ अनुहारहरू, नयाँ भेट्नै सकेका दुई साथीहरूसँग मेरो भेट भएको होला। म यो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी लिएर पदभार गरिसकेपछि पहिलो कुरो मैले त्यहाँ के छ भनेर हेर्ने क्रममा मन्त्रालयको टिमलाई बोलाएर के जानकारी लिने काम गरेको थिएँ। विगतमा तपाईँहरू जस्तै व्यवसायिक होइन, तर समाजसेवीको हिसाबले मैले लिएको राजनीतिक उद्देश्यको हिसाबले जनतालाई सहयोग गर्नुपर्छ भन्ने सन्दर्भमा यो जग्गा किनबेच सम्बन्धी, नापजाँच सम्बन्धी अनि मुद्दा मामला सम्बन्धी विषयमा
केही जोडिँदै आएको हुनाले मलाई अब यो मन्त्रालयमा अहिले यहाँ भएका कुरा र हामीले अनुमति गरेका कुराहरूको आधारमा केही कुराहरू राख्न, छलफल गर्न र सन्दर्भ जोडेर अहिलेको आवश्यकता अनुसार नियम विधिहरूमा सुधार गर्नको निम्ति केही सहयोग मिलेको पनि मलाई अनुभूति भएको छ। यसै सन्दर्भमा हामीले यो मन्त्रालय सम्हालिसकेपछि सर हेर्दा यहाँ कुरो उठेको पनि थियो। हाम्रो अहिलेको माग, अहिलेको आवश्यकता, जनताको चेतनालाई हेर्ने र हाम्रो ऐन कानुनहरूलाई हेर्ने भने धेरै भिन्नता प्राप्त हुन्छ, धेरै भिन्नता छ। यसलाई ऐनै भनियो 19 सालको नाभी ऐन, 21 सालको भूमि सुधार भूमि ऐन, यी दुईटालाई आधार मानेर हामीले अहिलेसम्म काम गरिरहेका छौँ। हिजोको त्यो परिस्थितिमा त्यो नयाँ सोच र तुरुन्तै व्यवस्थापन गर्ने परिस्थितिमा ती ऐन कानुनहरू संशोधन गर्दा पनि कसरी गरिँदो रहेछ भने जुन बुँदा जहाँबाट बढी आवाज आएको छ त्यही बुँदामा संशोधन गरेर अरूतिर ध्यान दिने, अनि त्यो कार्यान्वयन गर्दा अर्को बुँदाले रोकिहाल्छ। यस्तो अवस्था रहेछ। त्यसपछि अब यसलाई सुधार गर्नुपर्छ भन्ने सोचका साथ हामीले केही कुराहरू अगाडि बढाएका छौँ। म सर्वप्रथम त मलाई यस नेपाल जग्गा तथा आवास विकास महासङ्घले निमन्त्रणा गरेर यहाँसँग भेट हुने अवसर मिलाइदियो, यसको निम्ति हार्दिक धन्यवाद दिन चाहन्छु र यस महासङ्घको उत्तरोत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु।